नमस्ते बाबु नमस्कार छ। कहाँदेखि आउनुभयो बुवा? म अर्घाखाँचीबाट हजुर पीरपीडाहरूलाई चाहिँ सम्हाल्न सकेको छैनौँ गाउँ। धन्यवाद छ बुवालाई। सारङ्गीको बारेमा त्यो तारको बारेमा भनिदिनुहोस् न। ल धन्यवाद छ बुवालाई, एकदम राम्रो जानकारी दिनुभएकोमा। अत्यन्तै राम्रो सारङ्गी धुन बजाइदिनुहोस् न बुवा। बुवा नमस्ते। बाबु नमस्कार छ। कहाँदेखि आउनुभयो बुवा? म अर्घाखाँचीबाट हजुर। अनि हाम्रो पेसा व्यवसायले जे होस् के छ, हाम्रो पेसा व्यवसाय हाम्रो गन्धर्व समुदायबाट सारङ्गी रेग्डेर सबै हाम्रो दाजुभाइको घर घरमा आफन्तजनमा पुग्नुहुन्छ होइन? हजुर, हाम्रो पुर्खौली पेसा पनि हो हजुर सारङ्गी। हामीले यो सारङ्गीको चाहिँ अलिकति पीरपीडाहरूलाई चाहिँ सम्हाल्न सकेका छैनौँ। गाउँघरमा चाहिँ नपरो एक ठाउँको माध्यम अर्को ठाउँमा सञ्चारकर्मीको माध्यमद्वारा पुर्याउने सुनाउने काम गरिन्थ्यो। अहिले चाहिँ मोबाइल टिभीहरूले गर्दा यो धेरै लोप हुन थाल्यो र अहिलेका हामीबाट जन्मिएका पीडाहरूले अलिकति चाहिँ हेलचेक्री गर्न थाल्यो, लापरवाही गर्न थाल्यो, शरम मान्न थाल्यो। त्यस कारणले बजाउन खोज्दैनन्। हामी अलि पुरानो भएको कारणले बजाउन खोजिन्छ र प्रत्येक घर दैलोमा पुगेर हिँडिन्छ। यो सारङ्गी सञ्चारको महत्त्व छ। हरेक गीतहरूमा हरेक धुनहरूमा यो सारङ्गी बाजा बजेको धुनहरू सुन्दा हामीलाई बहुत रमाइलो लाग्छ र सुन्नेहरूले पनि राम्रो कुराहरू गर्नुहुन्छ। यो पुर्खौली पेसा हो, यसमा हामी एकैबद्ध हुन सकेनौँ। बिस्तारै केटाहरूले अलिकति हेलचक्री गर्न थाले। त्यसलाई भन्दा अब विदेशतिर जाने, अब चाहिँ गाडी चलाउने, अब ज्यामीकुल्ली गर्ने सक्नेले यस्तो गर्न थाले। हामी अझै हिँड्दैछौँ र सारङ्गी यो हाम्रो गढबाट चाहिँ आएको सारङ्गी हो। यसको ठुलो महत्त्व छ। यो राष्ट्रिय बाजा हो। यो बाजालाई चाहिँ नपरो हरेक चाहिँ नपरो सञ्चारकर्मीहरूले पनि एउटा चर्चाको माध्यममा लैदिनु भएको छ र यसलाई चाहिँ अझै हामीले घर गाउँ खोलटोलामा पाखा पखेरामा यसरी हिँडेर चेतनामूलक गराउन खोजिरहेका छौँ। कस्तो हुन्छ हेर्दै जाऊँ। लोप हुन थालेको बडो
नदिनको जोगाउनको निम्ति हामी जागरण गरिरहेका छौँ। धन्यवाद छ बुवालाई। सारङ्गीको बारेमा त्यो तारको बारेमा भनिदिनुहोस् न। यो तार चाहिँ यसमा 4वटा मात्रै राखिन्छ। हेर्नुहोस्, 4वटा तारमा एउटा तार हुन्छ यो तिख भन्ने, 2टा तार माझमा हुन्छ, यिनीहरूलाई स्वर भन्छौँ हामीले। एउटा तार हुन्छ घोर भन्ने मोटो आवाज आउँछ। यी 4वटा तारको ब्यालेन्स मिलाएर स्वरहरू मिलाएर हामीले चाहिँ जुन किसिमको गीतहरू गाउनु पर्ने हो, जुन किसिमको धुनहरू बजाउनु पर्ने हो, हामीले एउटा यो धनुकी भन्ने हुन्छ दाहिने हातले समातिन्छ। यसले रेड्दाखेरि सही रेटिन नपरोँ र औँलाहरूको यिनी चालै सही हुन पऱ्यो। त्यसपछि आफ्नो मनले रचेको चाहिँ मनमा भएका धुनहरू गीतहरू कुन कसरी बजाउने भन्ने कुरो आफसे आफ यही औँलाबाट आउँछ। अनि चाहिँ सारङ्गीको यो रेटाइबाट पनि आउँछ। यसमा गीत त आफ्नो मनले रचेको हुन्छ, तर बजाउँदा यसमा चाहिँ हातको रेट्ने तरिका र यो औँला चाल्ने तरिकामा भर पर्छ भाका छुट्याउने कुरामा। यो सारङ्गी हजुरले आफूले बनाउनु भएको? हजुर, यो सारङ्गी मैले बनाएको आफै हो। यो अहिले बनाएको करिब 14 वर्ष भयो। मैले यसलाई तार मात्रै यो बजाउँदा छिन्छ, चुडिँदाखेरि यसलाई फेर्छु, अरू के फेर्न परेको छैन। अहिलेसम्म चलिरहेको छ। यसको यिनी 4वटा तार भए। यो चाहिँ घडी हो, यो तारहरूलाई अडाउने यो देखिने। अनि यिनी बर्री भए, हामीले मुर्र भन्छौँ। यहाँ सानो काठको टुक्रा छ, यसलाई सुन्दरी भन्छौँ। यति सामान चाहिन्छ। घडी, सुन्दरी, 4वटा बर्री, यिनी मुर्राहरू। यो बाख्राको छाला अहिले पाइन छोड्यो, पोलेर खान थाले, काटे पनि। यो गोराको छाला चाहिँ नपरे गरिराखेको छु मैले। ल, धन्यवाद छ बुवालाई, एकदम राम्रो जानकारी दिनुभएकोमा। अत्यन्तै राम्रो सारङ्गी धुन बजाइदिनुहोस् न बुवा। राम जपन
राम जपना हरि राम जपना योगिनी दागी भरिला राम जपना जानी तका होला जानी काला उनै रामला थाहा होला जानी का होला यो संसारमाको म पनि रामाको कैलासमा शिव आरुदेमा राम गोकुलामा कृष्ण उनाइ कैलासमा शिवजी छन छन त दर्शन